तिमीले अहंकार छोड्यौ भने तिमी कमजोर हुन्छौ, यो भ्रम छ। तर सत्य के हो भने अहंकार छोडेपछि मात्र वास्तविक शक्ति सुरु हुन्छ। एकछिन रोक, यो कुरा बुझ्न बाँकी छ। अहंकार भनेको घमण्ड मात्र होइन। अहंकार भनेको म सही छु, म अरूभन्दा माथि छु, मलाई यस्तो हुनुपर्छ, यही म हामीलाई बाँधेर राख्छ। मुक्ति खोज्दै हिँड्ने मानिसले सबैभन्दा पहिले यही म छोड्नुपर्छ। अहंकार छोड्नु भनेको आफूलाई सानो बनाउनु होइन। अहंकार छोड्नु भनेको झुटो पहिचान झार्नु हो। तिमी नाम होइन, पद होइन, सम्पत्ति होइन, तिमी त्यो चेतना हौ जसले यी सबै देखिरहेको छ। के हुन्छ अहंकार छोडेपछि? मन हलुका हुन्छ। अहंकार बोझ हो, सबै कुरा व्यक्तिगत लाग्छ, सानो आलोचनाले पनि चोट दिन्छ। अहंकार झरेपछि मन हलुका हुन्छ, सबै कुरा आफूमाथि आएको जस्तो लाग्दैन। तिमी स्वतन्त्र महसुस गर्न थाल्छौ, सम्बन्धहरू सुध्रिन्छन्। अहंकार हुँदा हामी जित्न चाहन्छौ, सही साबित हुन चाहन्छौ। अहंकार गएपछि सुन्न सकिन्छ, बुझ्न सकिन्छ, प्रेम सुरु हुन्छ। जहाँ अहंकार सकिन्छ, क्रोध र डर घट्छ। अहंकार नै क्रोधको जड हो, डरको जड हो। मलाई यस्तो हुनु हुँदैन, म हार्न मिल्दैन। जब म ढिलो हुन्छ, क्रोध पनि ढिलो हुन्छ, डर पनि। मौन बढ्न थाल्छ। अहंकार धेरै बोल्छ, सधैँ प्रमाण खोज्छ। अहंकार गइसकेपछि मौन पर्याप्त हुन्छ। त्यो मौनमा शान्ति हुन्छ, स्पष्टता हुन्छ। जीवनसँग लडाई सकिन्छ। अहंकार हुँदा जीवन शत्रु जस्तो लाग्छ। अहंकार झरेपछि जीवन गुरु जस्तो लाग्छ। पीडा पनि शिक्षा बन्छ, असफलता पनि मार्गदर्शन। एक साधु थिए, उनलाई राजाले सोधे, तपाईले के जित्नुभयो? साधुले मुस्कुराउँदै भने, आफ्नै अहंकार। राजाले फेरि सोधे, त्यसपछि के पाउनुभयो? साधुले शान्त स्वरमा भने, सबै। अहंकार छोड्नु एकै दिनमा हुँदैन, तर हरेक पटक तिमी सही हुनुभन्दा सचेत हुनु रोज्छौ भने अहंकार अलिकति झर्छ। हरेक पटक तिमी मौन रोज्छौ भने अहंकार कमजोर हुन्छ। मुक्ति कुनै ठाउँ होइन, मुक्ति कुनै उपलब्धि होइन। मुक्ति भनेको अहंकार नहुनु हो। आज शान्त भएर आफैलाई सोध, के म जीवन जिउँदैछु कि मेरो अहंकारले जिउँदैछ?